नमस्ते सबैजना, यो भिडियोमा चाहिँ हामी क्यापकट कसरी डाउनलोड गर्ने र त्यसलाई प्रो भर्सन कसरी युज गर्ने हेर्छौँ। सो सुरुमा गुगलमा गएर क्यापकट डाउनलोडमा जानुहोस्, त्यसपछि वेबसाइटमा गएर डाउनलोडमा क्लिक गर्नुहोस्। फर्स्ट वेबसाइटमा क्लिक गरेर त्यहाँ गइसकेपछि क्यापकट इन्स्टलेसन प्रोसेसमा क्लिक गरेर इन्स्टलेसन स्टार्ट गरिदिनुहोस्। तपाईँले देख्न सक्नुहुन्छ इन्स्टलेसन भएर क्यापकट कता इन्स्टल हुन्छ भनेर। अब क्यापकट एक्चुअली इन्स्टलेसन कम्प्लिट भइसकेपछि क्यापकटलाई रन गर्नुहोस्। पहिले त उसले सिस्टममा तपाईँको म्याच हुन्छ भनेर हेर्छ र त्यसपछि इन्भाइरोमेन्ट सेट भइसकेपछि उसले इन्स्टल कम्प्लिट भएर स्टार्ट हुन्छ। क्यापकट एक्चुअली स्टार्ट भइसकेपछि तपाईँले कुनै पनि नयाँ क्रिएट प्रोजेक्ट स्टार्ट गरेर त्यतातिर तपाईँलाई जुन भिडियोहरू जे एडिट गर्छ त्यो स्टार्ट गर्न सक्नुहुन्छ। अब यो भिडियोमा हामीले क्यापकटमा राखेको स्याम्पललाई मात्रै बेस लिएर यसलाई प्रोसेस स्टार्ट गर्छौँ र कसरी तपाईँले प्रो भर्जन युज गर्न सक्छौँ भनेर हेर्छौँ। सो यो एउटा स्याम्पल भिडियोले मिडिया पहिले नै दिएको छ। अब यो मिडियालाई नै हामीले युटिलाइज गरेर यहाँ भएको ट्रान्जिसन्सहरू कुनै पनि टेक्स्टहरू त्यस्तो प्रो भर्जनलाई युज गर्छौँ। जस्तै तपाईँले यो भिडियोमा देख्न सक्नुहुन्छ एउटा मिडिया उसले दिएको छ। अब यसमा हामीले प्रो इफेक्ट्सहरू युज गरेछौँ। जस्तै फर इक्जाम्पल अब हामीले हेर्छौँ कि यसमा जस्तै स्टिकर्सहरू त्यसपछि ट्रान्जिसनहरू जुन चाहिँमा चाहिँ तपाईँको यो डायमन्ड सेप देखिन्छ, यो प्रो भर्जनको डायमन्ड सेपहरू यसलाई युटिलाइज गर्छौँ। जस्तै यतातिर हामीले यो देख्न सक्छौँ। अब यो त एउटा मात्रै भिडियोको कारणले गर्दा युज गर्न मिलाएको छैन, तर अरू कुनै भिडियोजहरूको चाहिँ हामीले यो युज गर्न सक्छौँ। जस्तै यता हामीले यो स्केलकोमा तपाईँले डायमन्ड देख्नु भइरहेको भएको छ, त्यसलाई युटिलाइज गर्छौँ, यसलाई एड गरिदिन्छौँ। त्यसरी नै हामी अर्को कुनै अप्सन्समा गएर त्यसलाई पनि एड गरेर तपाईँले 2-4 एफेक्ट्सहरू युज गरेर देख्न सक्नुहुन्छ। अब यो प्रो भर्जनको अरू सबै एफेक्ट्सहरूको लागि पनि एप्लिकेबल हुन्छ। नट ओन्ली द स्टिकर, नट ओन्ली द टेक्स्ट, तपाईँले अरू कुनै भोइस रिडक्सन, कुनै पनि अडियोको भोइस चेन्ज गर्ने, यो सबैको लागि एप्लिकेबल हुन्छ। अब यसमा हामीले यो 2टा ट्रान्जिसन मात्रै युटिलाइज गरेर यो भिडियोलाई अहिलेको लागि कम्प्लिट गर्नेछौँ। अब के गर्नु पऱ्यो भन्दाखेरि एकचोटि यो तपाईँले ट्रान्जिसन जुन जुन राख्नु भएको छ यो सबै राखिसकेपछि सबै एफेक्ट्सहरूलाई सेलेक्ट गरेर क्रिएट कम्पाउन्डमा क्लिक गर्नु पऱ्यो। क्रिएट कम्पाउन्डमा क्लिक गरिसकेपछि त्यसपछि प्री प्रोसेसिङमा क्लिक गर्नु पऱ्यो। यति गरिसकेपछि तपाईँले के गर्नु पऱ्यो भन्दाखेरि तपाईँले आफ्नो ब्राउजरमा गएर यो जुन लोकेसन छ स्क्रिनमा देख्नुभएको यसमा चाहिँ तपाईँको युजर नेम जे हो, तपाईँको आफ्नो युजर नेम जे हो त्यसमा चेन्ज गर्नुपर्छ। जस्तै मेरोमा युजर भन्ने एउटा माइक्रोसफ्ट अकाउन्ट हो भने यसमा क्लिक गरेर ओपन गरेर यो ठाउँमा जानु पऱ्यो। अब यहाँ गइसकेपछि तपाईँले के गर्नु पऱ्यो भन्दाखेरि .mp4 भनेर आफ्नो प्रोजेक्टको सर्च गर्नु पऱ्यो। त्यसपछि जुन भिडियोको पछाडि चाहिँ अल्फा मेन्सन गरेको छैन त्यसलाई क्लिक गरेर कपी गर्नुहोस् र तपाईँको प्रोजेक्टलाई फेरि रिओपन गर्नुहोस्। रिओपन भइसकेपछि चाहिँ जुन पुरानो तपाईँको भिडियो तपाईँले जुन कम्पाउन्ड गर्नुभएको छ नि त्यो कम्पाउन्ड गरेको भिडियोलाई चाहिँ डिलिट गरिदिनुहोस्। जस्तै यो हाम्रो कम्पाउन्ड गरेको भिडियो पार्ट हो, यसलाई डिलिट गरिदिनुहोस् र नयाँ जुन अल्फा नलेखेको वाला फाइल छ त्यसलाई कपी गरेर त्यसको पछाडि राखिदिनुहोस् र यो अगाडिको फाइललाई डिलिट गरिदिनुहोस्। अब यो गरिसकेपछि तपाईँले एक्सपोर्ट गर्नुभयो भने तपाईँको सबै प्रो भर्जनहरू इन्क्लुड भएर तपाईँको भिडियो रेडी हुन्छ। सो यसरी तपाईँले प्रो भर्जनको फाइदा विदाउट एनी पेमेन्ट युटिलाइज गर्न सक्नुहुन्छ। यदि यो भिडियो हेल्पफुल लाग्यो भने प्लिज कमेन्ट गरिदिनुहोस् र लाइक गरिदिनुहोस् र च्यानल सब्सक्राइब गरिदिनुहोस्। धन्यवाद।